हेलो साथीहरु, सबैजनालाई गुड मर्निङ। म आज साइकल यात्रामा छु। साइकल कुदाउँदै हिँड्दैछु। चिसो छ तर एरियामा आजभोलि जाडो बढेर ज्याकेट नलगाए हुँदैन, ज्याकेट लगाउनै पर्ने भात हुँदो रहेछ। र अगौटे धानहरू सबै निकालिसक्यो। यो पछौटे कुनै अझै धानहरू निकाल्ने बाँकी छ। शीतले खाएर तपाईको धान कालै बनाइदिसक्यो। यताको पनि गति यस्तो छ। अनि कोही के छरिसक्यो, पहिलाको धानहरू निकालेर के छरिसक्यो। हाम्रो पनि आलुहरू लगायो, सागहरू तोरीहरू छरेर अहिले चाहिँ खाइ पनि सक्यो। हाम्रो चाहिँ अगौटे नै हो। अनि फाइनली भन्नुपर्दाखेरि के भन्नु है, सबैजनाले भिडियो हेरेर माया गरिदिनु होला, लाइक गरिदिनु होला, फलो गरिदिनु होला। यदि तपाईहरुलाई पनि फलो चाहिन्छ भने मलाई भन्नु होला, म पनि गरिदिउँला। फाइनली मेरो त फेसबुक मोनेटाइज भइसकेको छ। ओरिजिनल कन्टेन्टहरू हाल्नु होला तपाईहरु पनि। त्यो अरूको गीतमा कपिराइट आयो भने तपाईहरुको भिडियो भाइरल भए पनि पैसा आउँदैन। पैसा आउने बनाउनु होला। पछि पैसा भिडियोहरू राम्रो हाल्दै गर्दाखेरि एक जोर चप्पल किन्ने पैसा आयो भने पनि हुन्छ। त्यही भएर हामी हिरो बन्नु होइन, हामीलाई चाहिँ यसो पछिलाई पनि काम दिनेहरू भिडियोहरू कसैको पनि कपिराइट नलागोस् के। अब बोल्दा त कपिराइट लाग्दैन नि। अब अरूले गीतहरू अरूहरूको गीतहरूमा बनायो भने चाहिँ तपाईहरुलाई कपिराइट ठोकिदिन्छ। त्यसो भयो भने तपाईको भिडियोहरू हेर्नेमा चाहिँ धेरै ठाउँमा पुगे पनि पैसा आएन भने के काम। आजभोलि फेसबुकले फ्यासिलिटी दिएको छ, भिडियो हालेर पैसा कमाउन सकिन्छ भने, अनि त्यो राम्रो हो। पैसा कमाउनु पर्छ, पछि यसो केही न केही सहयोग हुन्छ त्यहाँबाट, धेरै थोरै भए पनि। त्यही भन्न चाहन्छु। र मलाई सबैजनाले फलो गरिदिनु होला। म पनि भर्खर एउटा उदाउँदै गरेको घाम हो। सबैले ताप्नु, सबैलाई प्रकाश दिन नसके पनि कसलाई सक्छु, जसलाई सक्छु सबैले माया गरिदिँदै गर्नु होला। भिडियो यति नै। साइकलमा ब्रेक छैन। अब त्यहाँ अगाडि खाल्टो आएको छ, ब्रेक समाउनु पर्ने हुन्छ। धन्यवाद अहिलेको लागि।